सबैभन्दा पहिला क्यानभा खोल्नुहोस् र कस्टम साइजमा जानुहोस्। यहाँ विड्थ 5000 पिक्सेल्स र हाइट 1980 पिक्सेल्स राख्नुहोस्। त्यसपछि क्रिएट न्यू डिजाइनमा क्लिक गर्नुहोस्। अब आफ्नो ब्याकग्राउन्ड राख्नुहोस्। त्यसपछि स्पाइडरम्यानको ह्यान्ड भएको इमेज एड गर्नुहोस्। स्पाइडरम्यानको इमेज चाहिन्छ भने कमेन्टमा स्पाइडरम्यान लेख्नु होला, म तपाईलाई डीएम मा पठाइदिनेछु। अब इलिमेन्ट्समा गएर वेब सर्च गर्नुहोस् र आफुलाई मन परेको वेब सेलेक्ट गर्नुहोस्। अब वेबलाई स्पाइडरम्यानको ह्यान्डमा मिलाएर साइज र पोजिसन एडजस्ट गर्नुहोस्। त्यसपछि वेबको अर्को साइडमा आफ्नो प्रोडक्ट राख्नुहोस्। अब यो तयार भइसकेको छ। यसलाई डाउनलोड गरेर क्यापकटमा ल्याउनुहोस्। क्यापकटमा एनिमेसन र मोसन मिलाएर वेब र प्रोडक्टलाई नेचुरली मुभ गराउनुहोस्। अब की फ्रेम प्रयोग गरेर पोजिसन एडजस्ट गर्नुहोस् अनि फाइनली हाम्रो स्पाइडरम्यान वेब रेडी भइसकेको छ। सिम्पल क्यानभा र क्यापकटबाट यस्तो इफेक्ट पनि बनाउन सकिन्छ। यस्तै एडिटिङ ट्रिकको लागि फलो गर्न नभुल्नु होला।